नमस्ते, म डाक्टर राजु। तपाईहरुलाई स्वागत छ यो च्यानलमा। अनि तपाईहरुले भिडियो हेरिराख्नु भएको छ होला, कस्तो लागेको छ अनि प्रतिक्रियामा गएर कमेन्टमा लेख्नु होला। अनि मलाई त्यो प्रतिक्रियाहरु दिनुभयो भने फर्दर भिडियो बनाउनलाई हौसला मिल्नेछ। आज धेरै जनाले सुन्नु भएको अनि नेपालमा धेरै कमन डिजिज अनि कति जनालाई थाहा पनि छ तर त्यसको बारेमा राम्रो आइडिया छैन। हामी मृगौलामा पत्थरीको बारेमा कुरा गर्ने छौं। यसले इंग्लिशमा चाहिँ किडनी स्टोन पनि भन्छ। आज धेरै जना घरघरमै पेशेन्टहरु हुनुहुन्छ मृगौलामा पत्थरी भएर, अनि कति जनालाई चाहिँ यसले सिरियस भयो भनेर सम्झिनु पनि भएको छ। तर आज हामी यो भिडियोमा पूर्ण रूपमा जानकारी लिने छौं अनि भिडियो अन्तिमसम्म हेरेर अनि जानकारी लिन सक्नुहुनेछ। अनि कसै मृगौलाको रोगीहरु मृगौलामा स्टोन भएको छ भने त्यो व्यक्तिहरुले पनि तपाईहरुले शेयर गरिदिनु होला। हुन्छ, अब हामी सुरु गर्ने छौं। नेपालमा चाहिँ नेपालको रिसर्चहरुले अहिलेसम्मको रिसर्चहरुले के देखाएको छ भने 20 लाख जना बिरामीहरु चाहिँ किडनी स्टोनले ग्रसित छन्। अब कति जना तपाईको रिलेटिभ्स पनि हुन सक्नुहुन्छ। अनि अब तपाईहरुले जानकारी दिनेछौं मृगौलामा पत्थरी भनेको के हो त। अब मृगौलामा पत्थरी भनेको चाहिँ अब मृगौला भित्र अथवा मूत्र मार्गमा कडा पदार्थ जम्नु हो। त्यो कडा पदार्थ भनेको चाहिँ ढुङ्गा हो है। अब त्यसले चाहिँ इंग्लिशमा स्टोन पनि भन्छ। त्यो स्टोन चाहिँ केले बन्छ भन्दाखेरि चाहिँ युरिक एसिडले बन्छ, क्याल्सियमले, फोस्फेटले अनि अक्जालेटहरु जम्मा भएर चाहिँ किडनी स्टोन बन्छ। अब किडनी स्टोन कसरी बन्छ भन्नुभन्दा पहिला हामीलाई किडनीको काम चाहिँ थाहा हुनुपर्छ। किडनीको काम भनेको चाहिँ फिल्टर हो। अब तपाईहरुले घरघरमा देख्नु भएको छ फिल्टर भनेको चाहिँ कति जनाको फिल्टर जडन पनि गर्नु भएको छ है त। अब फिल्टरको काम के हो? फिल्टरको काम भनेको चाहिँ अशुद्ध पानीलाई शुद्ध गर्ने काम गर्छ हो। त्यस्तै गरिकन किडनी भनेको पनि हाम्रो शरीरको फिल्टर हो। अनि त्यसमा चाहिँ एउटा किडनीमा 11 लाखदेखि 12 लाखवटा नेफ्रोनहरु हुन्छ। नेफ्रोन भनेको चाहिँ काम गर्ने सानो सानो पार्ट हो है किडनीको। अब दुईटा किडनीमा चाहिँ 22 लाखवटा नेफ्रोनहरु हुन्छ। त्यो नेफ्रोन भनेको चाहिँ छान्ने काम गर्छ। अब त्यो हाम्रो शरीरमा जति पनि ब्लडहरु हुन्छ, रगतहरु हुन्छ, त्यसबाट चाहिँ फोहोर पदार्थ भनेको चाहिँ क्याल्सियम, फोस्फेटहरु, युरिक एसिडहरु, अक्जालेटहरु चाहिँ विभिन्न मिनरलहरु अनि विभिन्न चाहिँ फोहोर पदार्थहरुलाई चाहिँ मिनरलहरुलाई चाहिँ छान्ने काम गर्छ रगतबाट। अब यो छान्ने क्रममा चाहिँ अब विभिन्न कारणले कति जनाले चाहिँ पानी कम खानुहुन्छ अनि अथवा धेरै कारणहरुले गर्दाखेरि चाहिँ किडनीले राम्ररी काम गर्न पाउँदैन। अनि त्यसले गर्दाखेरि चाहिँ यो पदार्थहरु जम्मा हुँदै जाँदाखेरि चाहिँ लामो समयबाट चाहिँ यो प्रोसेस चलिरह्यो भने चाहिँ किडनी स्टोन हुन्छ, मृगौलामा पत्थरी हुन्छ है। यति जानकारी भइसकेपछि अब किडनी स्टोन हुनुको कारणहरु के हो त धेरै जनालाई जिज्ञासाहरु हुन्छ, यसको बारेमा सुन्नेछौं है त। अब किडनी स्टोन हुनुको कारणहरु भनेको चाहिँ अब मेन कारण भनेको चाहिँ रिसर्चहरुले पनि पत्ता लगाएको पानी कम्पियो भने चाहिँ डिहाइड्रेसन हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ टक्सिक कुराहरु चाहिँ फिल्टर राम्ररी हुन सक्दैन। त्यसले गर्दाखेरि चाहिँ किडनी स्टोन फर्मेसन हुन्छ। त्यही भएर पानी चाहिँ मेन कारण हो, पानी एकदमै कम पिउनु। अनि कति जनाको चाहिँ गर्मी समयमा कति जनाको स्वेटिङहरुबाट पानीहरु चाहिँ एकदमै बगिराखेको हुन्छ तर पनि पानी हामीले पिउँदैनौं। त्यसले गर्दाखेरि गर्मी समयमा धेरै जनालाई चाहिँ किडनी स्टोन हुने सम्भावना हुन्छ। त्यस्तै गरिकन कति जनाको चाहिँ चर्को नुन खाने बानी हुन्छ है, नुन चर्को खाने बानी हुन्छ। त्यसले गर्दाखेरि पनि त्यो मिनरलहरु चाहिँ राम्ररी फिल्टर हुन सक्दैन। त्यसले गर्दाखेरि पनि किडनी स्टोन हुन्छ। त्यस्तै गरिकन कति जनाको चाहिँ अब परिवारमा जस्तै बाजे बोजूहरुलाई अनि आफन्तहरुलाई चाहिँ किडनी सम्बन्धी रोगहरु हुन सक्छ, वंशानुगत डिजिजहरु हुन सक्छ, किडनीको रोगहरु। अनि त्यसले गर्दाखेरि चाहिँ छोराछोरीलाई पनि किडनी सम्बन्धी रोग हुन सक्छ, किडनी स्टोन हुन सक्छ भने। त्यस्तै गरिकन कति जना जिमरहरुको अनि कति जना बडी बिल्डरहरुको चाहिँ प्रोटिन पाउडरहरु धेरै खाने बानी हुन्छ हैन। त्यस्तै गरिकन कति जनाको चाहिँ धेरै मासुहरु चाहिँ प्रोटिन बेस्ड डाइटहरु चाहिँ धेरै गर्ने बानी हुन्छ। त्यसले गर्दाखेरि पनि किडनी स्टोन फर्मेसन हुन्छ। अब यो लगायतको धेरै कारणहरु छ। अनि तपाईहरुले यो भन्दा बाहेक जानकारी छ भने तपाईहरु कमेन्टमा गर्नु होला। अझै जिज्ञासा छ भने मसँग सोध्नु होला है त। अब किडनी स्टोनको अब कारणहरु थाहा पाइसकेपछि किडनी स्टोन भयो भने के लक्षणहरु हुन्छ भनेर जानकारी गर्ने छौं। अब लक्षणहरु भनेको चाहिँ
किडनी स्टोन भयो भने दायाँ साइडमा अथवा बायाँ साइडमा हाम्रो यो पेटको तल्लो भागमा अथवा यो पछाडिपट्टि तल्लो पेट भन्नुहुन्छ अनि यो ढाड पछाडिपट्टि चाहिँ एकदमै बढी दुख्छ, फ्ल्याङ्क पेन भन्छ हामीले इङ्ग्लिसमा चाहिँ। अनि त्यो खालको दुखाइ हुन्छ। त्यो दुखाइ चाहिँ हाम्रो मूत्रमार्ग हुँदै मूत्र थैलीमा अनि त्यसपछि मूत्रमार्ग हुँदै हाम्रो पिसाब फेर्ने नलीहरूमा पनि सर्न सक्छ है। त्यो दुखाइ सर्न सक्छ। अनि त्यो दुखाइ साथसाथै पिसाब चाहिँ छिनछिनमा लाग्ने, पिसाब पोल्ने, पिसाब फेर्न गाह्रो हुने, पिसाब क्लियर नहुने लगायतको कहिलेकाहीँ चाहिँ पिसाबमा रगत पनि जान सक्छ। त्यसले चाहिँ इङ्ग्लिसमा हेमोचुरिया भन्छ है। ब्लड पनि देखा पर्न सक्छ पिसाबमा। यो भयो भने तपाईँहरूलाई कतै मूत्र थैलीमा स्टोन छ कि किडनी स्टोन छ कि भनेर हामीले गेस गर्नुपर्छ, सम्भावना हुनसक्छ है त। त्यस्तै गरिकन कतिजनाको चाहिँ अब पिसाब थैलीमा पिसाबको मूत्र नलीहरू चाहिँ बन्द गरेर पिसाबहरू त्यही किडनीमै जम्मा भयो भने, मूत्र थैलीमै जम्मा भयो भने त्यसले गर्दाखेरि चाहिँ त्यहाँ ब्याक्टेरिया इन्फेक्सन भएर त्यसले गर्दाखेरि इन्फेक्सन हुनसक्छ। युरिनरी ट्र्याक इन्फेक्सन भन्छ। त्यो भयो भने चाहिँ कहिलेकाहीँ अब किडनी नै इन्फेक्सन हुने, पुरै पसहरूले पुरै पिपहरू आउने होइन, इन्फेक्सन हुने, किडनी नै स्वोलन हुनसक्छ। त्यसले गर्दाखेरि ज्वरोहरू बढी आउने, फिभर है, त्यसले इङ्ग्लिसमा फिभर पनि भन्छ, चर्को ज्वरो आउने। अनि कतिजनाले चाहिँ बान्ताहरू हुने, भमिटिङहरू हुने। त्यसले गर्दाखेरि चाहिँ एक्युट किडनी इन्जुरी हुने पनि सम्भावना हुन्छ। अब एक्युट किडनी इन्जुरी भयो भने हाइपरटेन्सनहरू हुन्छ, हाइपोभोलिमिया हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो शरीरभरि नै अब इन्फेक्सनहरू हुनसक्छ। विभिन्न त्यो किडनीमा भएको इन्फेक्सनहरू चाहिँ रगतको थ्रुबाट हाम्रो शरीरभरि नै इन्फेक्सन हुनसक्छ है। त्यसले गर्दाखेरि सेप्सिसमा जाने, सकमा जाने पनि हुनसक्छ। अब लामो समयसम्म किडनी इन्जुरी भइराख्यो भने किडनी फेलियरहरू पनि हुनसक्छ है। अनि त्यसले चाहिँ क्रोनिक किडनी डिजिज पनि भन्छ। त्यसले गर्दाखेरि चाहिँ कतिजनाको डायलिसिसहरू गर्नुपर्ने इमर्जेन्सीमा, कति पेसेन्टहरू चाहिँ इमर्जेन्सीमा आउनुहुन्छ, कतिजना चाहिँ अब अकलमै मृत्यु पनि हुनसक्छ। त्यही भएर यो कुराहरू जानकारी हुन जरुरी छ। अब त्यस्तै गरिकन सबै किडनी स्टोन हुने बित्तिकै लक्षणहरू देखा पर्छ भन्ने छैन। कतिजनाको चाहिँ किडनी स्टोन लेस देन 5 mm छ भने तपाईँहरूलाई कुनै पनि लक्षण नदेखिन सक्छ। त्यही भएर अब लक्षण देखिएन भने तपाईँहरूले किडनी स्टोन नै छैन भन्न मिल्दैन। त्यही भएर एसिम्प्टोमेटिक पनि हुनसक्छ। त्यही भएर चेक जाँच गर्नु चाहिँ एकदमै जरुरी छ है त। अब चेक जाँच चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि तपाईँहरू हस्पिटलमा गएर हामीले चाहिँ सजिलो उपाय भनेको चाहिँ अल्ट्रासोनोग्राफी अफ एब्डोमिन हो। अब नेपाली समाजमा चाहिँ पेटको भिडियो एक्सरे गर्नु, पेल्भिकको भिडियो एक्सरे, तल्लो पेटको भिडियो एक्सरे गर्नु भनेर भन्नुहुन्छ। अनि धेरै स्टोनहरू 90% स्टोनहरू चाहिँ भिडियो एक्सरेबाट नै थाहा हुन्छ। अब कतिपय स्टोनहरू, सानो स्टोनहरू चाहिँ भिडियो एक्सरेबाट नदेखिन सक्छ। त्यसको लागि चाहिँ सिटी स्क्यान भनेर भनिन्छ। अनि सिटी स्क्यान पनि गर्नुपर्छ। अब सिटी स्क्यान भनेको चाहिँ सिटी स्क्यानले चाहिँ हामीले सानो ढुङ्गाहरू पनि पत्ता लगाउन सकिन्छ। त्यही भएर चाहिँ यो उपयोगी मानिन्छ। अनि कतिजनाको चाहिँ एक्सरे क्युबी भन्छ। क्युबी भनेको किडनी, युरेटर अनि त्यो मूत्र मार्गहरू, त्यसको पनि हामीले एक्सरे गरेर पत्ता लगाउन सकिन्छ। अब यो बाहेकको चाहिँ अब हामीले यो भयो रेडियोलोजिकल इन्भेस्टिगेसन। अब कतिपल्ट चाहिँ पिसाबमा इन्फेक्सन छ कि भनेर हामीले युरिनरी आरइएमई गरिन्छ, रुटिन र माइक्रोस्कोपिक एक्जामिनेसन गरिन्छ। अनि त्यस्तै गरिकन कतिजनाको चाहिँ अब किडनीको फङ्सन कतिको राम्रो छ भनेर चाहिँ हामीले किडनी फङ्सन टेस्ट भनेर रेनल फङ्सन टेस्ट गरिन्छ है त, आरएफटी गरिन्छ। यो चाहिँ तपाईँले हस्पिटल जानुभयो भने यो विधिहरू, यो इन्भेस्टिगेसनहरू जाँच गरेर अनि तपाईँहरूले चाहिँ हेर्न सकिन्छ। अब यति आइडिया भइसकेपछि तपाईँहरूलाई उपचार है, धेरैजनाले लाग्न सक्छ उपचार कसरी गर्ने भनेर। अनि तपाईँहरूले चाहिँ डाइरेक्ट यही उपचारै थाहा पाउनु पनि मन लाग्छ होला। उपचार है, यो कुराहरू नबुझे पनि उपचार चाहिँ बुझ्नु जरुरी छ। सो उपचारको लागि चाहिँ हामीले हस्पिटलमा के गर्छौँ भने किडनीको साइज हेरिकन हुन्छ है उपचार चाहिँ। जस्तै किडनीको साइज चाहिँ लेस देन 5 mm छ भने त्यसले चाहिँ हामीले के गर्छौँ, प्रशस्त पानी पिउनु 3-4 लिटर जति पानी पिउनु। अनि त्यसले गर्दाखेरि पनि हाम्रो किडनीबाट हाम्रो मूत्र थैली हुँदै, मूत्र मार्गहरू हुँदै अब त्यो चाहिँ लेस देन 5 mm को ढुङ्गाहरू चाहिँ पास हुनसक्छ। त्यही भएर हामीले प्रशस्त पानी पिउनु भनेर पानीमै बढी जोड दिन्छौँ।
त्यस्तै गरिकन झोलिलो कुराहरू बढी खानु अनि फलफुलहरू है अङ्गुरहरू बढी खानु भनेर हामीले सल्लाह दिन्छौँ। अब त्यस्तै गरिकन 5 mm भन्दा बढी छ भने चाहिँ पहिलो हामीले गर्ने भनेको मेडिकल एक्सपल्सन थेरापी हो। त्यो भनेको ड्रगहरू दिएर चाहिँ अब त्यो मूत्र नलीहरूलाई चाहिँ हामीले वाइट गरेर है त्यसलाई चाहिँ फुलाएर त्यसलाई चाहिँ वाइट गरेर त्यो ढुङ्गाहरू पास गर्नको लागि हामीले दबाई दिन्छौँ। यो भनेको चाहिँ केही हप्तासम्म हुन्छ केही महिनासम्म हुन्छ। अब यसले पनि भएन भने चाहिँ विभिन्न सर्जिकल प्रोसिडियरहरू छ, जस्तै हामीले ESWL भन्छ, यसले चाहिँ मेडिकल टर्ममा एक्स्ट्रा कर्पोरियल सक वेभ लिथोट्याप्सी भन्छ। त्यस्तै गरिकन युरेटेरोस्कोपी भन्छ, अर्को भनेको चाहिँ PCNL भन्छ है त। अब यो भनेको चाहिँ म तपाईँलाई सजिलो तरिकाले बुझाउने छु। एक्स्ट्रा कर्पोरियल सक वेभ लिथोट्याप्सी भनेको चाहिँ नेपालीमा हाम्रो किडनीभन्दा माथि चाहिँ तरङ्ग दिएर है एउटा साउन्ड दिएर एउटा तरङ्ग दिएर किडनीको स्टोनलाई फुटाउने अनि त्यो फुटेको सानो सानो ढुङ्गाहरू चाहिँ अनि पिसाबबाट बगेर जान्छ। अब यो भनेको एक्स्ट्रा कर्पोरियल सक वेभ लिथोट्याप्सी भन्छ। अब यो नेपालमा BP क्याजेसमा छैन है। नेपालमा ठुल्ठुलो हस्पिटलहरूमा यो उपचारको विधि चाहिँ फलो गर्नुहुन्छ ठुल्ठुलो हस्पिटल किडनी सेन्टरहरूमा। अर्को भनेको चाहिँ युरेटेरोस्कोपी भनेको चाहिँ एउटा क्यामेरा छिराएर तपाईँको पिसाब फेर्ने नलीबाट क्यामेरा छिराएर अनि त्यो ढुङ्गाहरूलाई निकाल्ने विधि, त्यसले चाहिँ युरेटेरोस्कोपी भन्छ। अब यसको खर्च भनेको चाहिँ 45,000देखि 1,50,000सम्म पर्छ। त्यो हस्पिटलमा तपाईँ प्राइभेटमा गर्नु भएको छ कि अब तपाईँ चाहिँ सरकारी हस्पिटलमा गर्नु भएको छ कि यो चाहिँ डिपेन्ड गर्छ है त। अब तपाईँहरूको बिमा छ भने सस्तो पनि पर्छ। अब अर्को भनेको चाहिँ PCNL। अब युरेटेरोस्कोपी पनि भएन भने PCNL है। यो ठुल्ठुलो ढुङ्गाहरू स्टेक एन्ड क्यालकुलस भन्छ, किडनीकै सेप लिएर बनेको ढुङ्गाहरू छ भने PCNL पनि गर्नुपर्छ। PCNL भनेको हाम्रो यो पछाडिबाट छेडेर दूरबीन छेडेर अनि त्यो ढुङ्गाहरूलाई फुटाएर ढुङ्गाहरूलाई निकाल्ने अब त्यो ब्यागहरू हुन्छ, ढुङ्गाको ब्यागहरू हुन्छ अनि त्यो ब्यागहरू त्यही ढुङ्गा पेटभित्र औजारहरू छिरायो अनि त्यो ब्यागमा चाहिँ ढुङ्गाहरू कलेक्ट गरेर अनि त्यो बाहिर निकाल्ने, त्यसले चाहिँ PCNL भन्छ होइन। अर्को भनेको चाहिँ अब ठुलो ढुङ्गाहरू छ भने ओपन सर्जरी पनि गर्नुपर्छ, चिरेर होइन चिरा लगाएर गर्नुपर्छ। अब यो भनेको चाहिँ नेपालमा अहिले एकदमै कम भइसकेको छ। पहिला चाहिँ PCNL धेरै ओपन सर्जरीहरू हुन्थ्यो, तर अहिलेको मोडर्न टेक्नोलोजीहरू होइन अपडेटेड इन्स्ट्रुमेन्टहरूले गर्दाखेरि चाहिँ एकदमै कम छ ओपन सर्जरी गर्नु। अनि यो जानकारीहरू भइसकेपछि अब कतिजनालाई लाग्न सक्छ किडनी स्टोन हुने बित्तिकै सर्जरी गर्नुपर्छ भनेर, तर तपाईँहरूले राम्रो आइडिया हुनुपर्छ। सानो ढुङ्गाहरू छ भने पानी प्रशस्त पिउँदाखेरि पनि बगेर जान्छ। अब मिथहरू सुनाउँछु। कतिजना ओपिडीमा आउनुहुन्छ अनि ओपिडीमा आउँदाखेरि चाहिँ किडनी स्टोनको पेसेन्टले के भन्नुहुन्छ भने अब किडनी स्टोन भयो भने दुधहरू प्रशस्त पिउनु मिल्दैन हो डाक्टर साहब भन्नुहुन्छ। अब यो कतिसम्म राइट पनि छ है। धेरै दुध पिउँदाखेरि दुधमा क्याल्सियमहरू हुन्छ अनि क्याल्सियमहरूले गर्दाखेरि चाहिँ त्यसले गर्दाखेरि ढुङ्गा फर्मेसन हुनसक्छ। त्यही भएर कन्ट्रोल गरेर पिउनै नमिल्ने होइन, कन्ट्रोल गरेर पिउनुपर्छ। अब किडनी स्टोनको पेसेन्टहरूले के खानु हुँदैन त भन्दाखेरि हामीले नुन चाहिँ चर्को नखानु भन्छौँ, पानी प्रशस्त पिउनु भन्छौँ। त्यस्तै गरिकन अब टमाटरहरू होइन अब काउली बन्दहरू तिनीहरूमा चाहिँ अक्जालेटहरू बढी हुन्छ। त्यही कारणले त्यसले अक्जालेटले चाहिँ किडनी स्टोन फर्मेसन गर्छ। त्यही भएर अब यो चाहिँ कम गर्नु अनि पालुङ्गोको सागहरू पनि कम गर्नु भनेर हामीले सल्लाह दिन्छौँ। अनि कतिपल्ट हामीले किडनीको बिरामीहरूले चाहिँ प्रशस्त पानी पिउनु 2-3 लिटरसम्म पानी पिउनु, गर्मी टाइममा पसिना बढी छ भने चाहिँ पसिना बगिरहेको छ भने एक्सर्साइजहरू गरिराख्नु भएको छ होइन, एक्सर्साइज बढी गर्नुभएको छ भने पानी अलिकति बढाएर पिउनु भयो भने त्यसले रोकथाम गर्न सक्छ भनेर हामीले सल्लाह दिन्छौँ। अब यो लगायतको तपाईँहरूले धेरै जिज्ञासाहरू हुनसक्छ अनि तपाईँहरू जिज्ञासाहरू चाहिँ कमेन्टमा गएर चाहिँ जिज्ञासाहरू सोध्नुभयो भने म आउने दिनमा तपाईँहरूको जिज्ञासाहरूलाई पनि कम्प्लिट उत्तर दिनेछु अथवा तपाईँहरूको जिज्ञासा समेटेर म भिडियो बनाउने छु आउने दिनहरूमा हुन्छ। अब यो किडनी समस्या किडनी रोग भनेको सामान्यदेखि एकदमै एडभान्ससम्म हुनसक्छ। त्यही भएर सचेत हुनु जरुरी छ अनि ज्ञान हुनु जरुरी छ है। अब यो जसले पनि हुनसक्छ अनि तपाईँहरूले चाहिँ अब यो भिडियो चाहिँ तपाईँहरूलाई ज्ञानवर्धक लाग्यो भने तपाईँहरूलाई चाहिँ केही सन्देश दियो भने तपाईँहरूले यो धेरैजनालाई लाइक गर्नु होला, सेयर गर्नु होला
होइन। अनि धेरैजनामा चाहिँ फरवर्ड गर्नु होला है त। यो भयो भने अब मलाई आउने दिनमा यस्तै भिडियोहरू, जानकारीमूलक भिडियोहरू बनाउन, तपाईँहरूसँग अपडेट हुन, कनेक्ट हुन चाहिँ उत्साह मिल्नेछ है त। वी आर राइज बाई लिफ्टिङ ओदर, अनि यो चाहिँ मेरो भावना छ। अनि हामी चाहिँ एक आपसमा स्वास्थ्य क्षेत्रमा चाहिँ यो धेरैजनाको के बानी छ भने अब एकदमै गाह्रो भएर मात्रै हस्पिटल आउनुहुन्छ, इमर्जेन्सी आउनुहुन्छ। तर त्योभन्दा पहिला चाहिँ हामीले घरमै राइट इन्फर्मेसन भयो भने, जानकारी भयो भने चाहिँ धेरै रोगहरू, अब WHO ले पनि, वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि 80% रोगहरू चाहिँ हामीले कन्ट्रोल गर्न सकिन्छ भनेर दिएको छ। त्यही भएर प्रिभेन्सन इज बेटर देन क्योर है त। अब यो चाहिँ यस कारणले मैले यो भिडियोहरू बनाएको छु। त्यही भएर तपाईँहरू कतिजना विदेशमा हुनुहुन्छ अनि तपाईँहरूलाई त्यो विदेशमा गाह्रो भएको छ भने तपाईँहरूलाई चाहिँ कमेन्टमा गएर गर्नु होला। अनि हामी आउने दिनमा चाहिँ फेरि भिडियो मार्फत चाहिँ तपाईँहरूसँग तपाईँहरूको क्वेसनहरू चाहिँ हामी एन्सर दिनेछौँ। हुन्छ, धन्यवाद। स्वस्थ रहौँ, सचेत रहौँ। नमस्ते, धन्यवाद।